खुट्टामा 19 मान्छे मार्ने तिमी दुष्ट पापी, देशका लागि मर्छौ हामी, खुला छ यो छाती। हामी जस्ता तिमी जस्ता चोरलाई भ्रष्ट दिने छैनौ माफी, अब रुक्दैन यो आन्दोलन, सडकमा आऊ साथी। तिम्रा छोराछोरी विदेशभरि घुम्ने, डलरमा रमाउने, हाम्रा नेपाली पसिना बगाउने, बल्ल पैसा कमाउने, त्यो पैसा पनि घुस्नको लागि विभिन्न कर लगाउने, त्यही करमा भ्रष्टाचार गरेर ठुल्ठुला घर लगाउने। यो देशलाई युवा चाहिन्छ, तिमी जस्ता बुढा होइन। देशलाई माया गर्नुपर्छ यो पनि भन्ने कुरा होइन साथीहरू। अब भ्रष्ट नेताका कार्यालयहरू तोड्नुपर्छ, देशमा विकास हुनुपर्छ, नेताले देश छोड्नुपर्छ। अस्पतालहरूमा आम जनताले आखिर किन कुर्नुपर्छ, यति कुरा त तिमी नेताहरूले पनि आफै पनि बुझ्नुपर्छ। व्यवस्था गर्ने कुकुर जस्तो होइन, मान्छे जस्तो हुनुपर्छ। जनता जसरी रुँदै जनाछ, तिमीले नि त्यसरी रुनुपर्छ। धन्यवाद।